मान्छे त यहाँ अनुहार त हिरो जस्तो हो सुके छैन कति ह्यान्डसम यार यहाँ जान आएको हेर्न सक्नुहुन्छ यता उता जा आउँदा म बस्छु यो चाहिँ कान्छा अङ्कल उता जेठा अङ्कल के अरे माइला म चाहिँ अङ्कलसँग जानु लाग्यो आउँदा अर्को अङ्कलसँग जान्छु चल्दै अब हिँडिसकेँ हामी चाहिँ हिँडिसक्यौँ हामी चाहिँ अर्को बाटो आयौँ हेर्न सक्नुहुन्छ सफल यात्रा ड्राइभर बाटोको हालत हेर्न सक्नुहुन्छ पोखराको बाटो सक्नुहुन्छ विद्यार्थीहरू हिँड्दैछन् हामी हिँड्दैछौँ स्तुपा चुप्पा 3 बजी हिँडेर के गर्ने स्तुपा घरमा आइपुग्नु उकालो धर उकालो छ यति हो हाम्रो स्पिड यति नै हो हाम्रो उयो तान्छ उसको अलिकति ओभर जानु रेन्ज धर चिसो हो है माथिदेखि पोखरा दामी देख्छ होला पोखरा कि स्तुपादेखि यो बाटो हेर त्यो बब्बाल खिच्न पऱ्यो बब्बाल दिनमा स्कुटीले तानेन हामी चाहिँ पहाडमा छौँ कस्तो जाडो भइरहेको सहर भन्दै हामी माथि जानु लाग्दैन यहाँ पार्किङ नसुने भए त पार्किङ एरिया घुसाउनु घुसाउनु सुन्नुहुन्छ मेरो बालको हालत के भयो यार ए भाइ यस्तो चिसो भइरहेको थियो अझै हिँड्ने यात्रा सुरु भइसक्यो यस्तो यहाँ ढुङ्गामाथि भनेको लभ कुन्डीकोट कार भनेको कार हो नि हेर्न सक्नुहुन्छ यस्तो उकालो छ हामी चाहिँ हिँड्दैछौँ उकालोमा
मान्छे यस्तो भिड छ यार सामान हेर्नु सक्नुहुन्छ भिड गाइस यहाँ नि भिड हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ भ्यू ताल अनि त्यहाँ पनि छ हेर्न सक्नुहुन्छ यता पनि छ फोटो क्लिकिङ भइरहेछ यता दामी चाहिँ शिव मन्दिर आधिस त पहिला एन्ट्री चाहिँ यहाँबाट हो नि त्यही पनि यहीँदेखि नै हो नि म त एक रुम ल्याएको छैन हामी चाहिँ चढ्दैछौँ दाजुभाइ दर खुट्टा दुख्यो हिँड्दा हिँड्दा होइन हेर्न सक्नुहुन्छ त्यसमा ठाउँ त कतिचोटि आइस गरे एकचोटि दुईचोटि म चाहिँ एकचोटि अब त्यहाँदेखि हामी चाहिँ भ्यू हेर्छौँ है अब हजुरलाई भ्यू देखाउँछौँ हजुरलाई भ्यू देखाउँछौँ फोटो खिचिसक्यौँ हेर्न सक्नुहुन्छ हामी यहाँदेखि कस्तो गाई चाहिँ हामी चाहिँ आइसक्यौँ यहाँ अङ्कलले आमा भान्जाको चटक शिव मन्दिर हेर्न सक्नुहुन्छ यहाँ चाहिँ चिलमा छौँ हेर्न सक्नुहुन्छ भ्यू हेर्दै हाम्रो धेरै टाइम चाहिँ छैन हामीसँग त्यही पनि हामी जति टाइम छ त्यति हामी घुम्न प्रयास गर्दैछौँ अङ्कलहरू चाहिँ हिँड्दै हुनुहुन्छ अङ्कल भाइ हेर्न सक्नुहुन्छ टुरिस्टहरू पनि आएको छन् पोखरा हजुरलाई यहाँदेखि पोखरा पनि देखाउँछु पोखरा यस पोखरा हेर्न सक्नुहुन्छ फेवाताल त त्यहाँ छ गाइस जन्नतमा आयौँ क्या हामी हाम्रो घर कहाँ हो भन्नु उहाँ हाम्रो घर उहाँ हो फेवाताल चाहिँ हाम्रो घर कता देखिन्छ कि नै हो यहाँदेखि जिउ गर्नुपर्छ स्तुपा गाइस स्तुपा हुन्छ भोलि चाहिँ हो हामी घर जाने त्यही भएर आज हामी घुम्न आएको स्तुपा सक्नुहुन्छ यस्तो स्तुपा खरे शिव कुम्डीकोट के हामी यहाँ देखाउँथ्यौँ फोटो खिच्न काम पाउनुभयो फोटो खिच्नुहुन्छ भनेपछि शिव मन्दिर यहाँ चाहिँ मेरो उयो दान दिएको दान पेटी गएको भिड छ धेरै त छैन हेर्न सक्नुहुन्छ माथि आइसक्यो हेर्न सक्नुहुन्छ भ्यू यस्तो दामी छ मेरो चाहिँ स्कुलको मोजा जस्तो छ त्यो होइन जोडन स्कुलको फोटो खिच्दा नि रुन खोजेछ भिड म चाहिँ फर्स्ट टाइम आएको पहिला आउन पाएको थिएन अहिले यो पालि आएँ कति ठुलो हो जाम गाइस अब चाहिँ हामी जान्छ हामीसँग टाइम छैन गाइस अब हामीसँग ठ्याक्क म मिलाइदिन्छु गाइस हामीसँग टाइम छैन त्यही भएर अब हामी छिटै जान्छौँ आधा घन्टा नि भएन हामी आएको उता हामी कहाँ जाने अरे स्तुपा जाने स्तुपामा चाहिँ भिडियो गराउन दिन्न हामीलाई फोटो दुईवटा आउँदै दाजुभाइ दाई उता छ हेर्दा चाहिँ यो दाई जस्तो देखिन्छ यो भाइ जस्तो होइन तर उल्टा हामी दुईटा फेरि यो बहिनी जस्तो देखिन्छौँ दाई जस्तो यो हेरेर भ्याइसक्यौँ अब चाहिँ हामी जान्छौँ हेर्न सक्नुहुन्छ अब चाहिँ हामी स्तुपा जाने हो कस्तो कालो देखाएको यार कुम्दीकोटलाई गुड बाई गएछ अब हामी गयौँ छोडेर यो चाहिँ मलाई दामी लाग्यो ओह्रालो झर्न पर्छ हामी
यहाँ चाहिँ नास्ता खाने ठाउँहरू छ। मोमो 150, टोपीहरू यहीँ हो किनिदिएको क्या आन्टीलाई टोपी टोपी यही त हो गाइस हामी चाहिँ जान्छौँ खाम गाइस हामी चाहिँ आइसक्रिम खान्छौँ यहाँ आजको स्पोन्सर अङ्कलबाट यहाँ हुनुहुन्छ लोभी अङ्कल अर्को कुन छ स्ट्रबेरी हो त्यो भनेको म त उले खान्छु त यो कोर्नेट हो यस्तोमा भने नि गोलोमा कि गोलोमा यस्तोमा भेनिलावाला दिन्छ हो यो भेनिला हो तिमीले के खाने आइसक्रिममै भर्नेवाला खाने कि यस्तै भर्नेवाला खाने कि प्याकेट खाने यस्तै खाँदा नि त्यही खाने होस् कति हो र यो 100 रुपैयाँ आइसक्रिम खायौँ अनि यहाँ के लिन लाउनु छ नरात बे नरात फेरिको यहाँ लाउनु छ नचाट के नचाट डान्सरहरू हामी फर्किँदैछौँ अब अङ्कलले कुदाउनुहुन्छ लेट्स गो गाइज इन्जोय द लाइफ पोखरा यति अगाडि रोके हुन्थ्यो गाइज अङ्कलले चाहिँ ज्याकेट लाउनुहुन्छ भयो होला घर जानुपर्छ यार स्टुपा त भ्याउँदैन कि भ्याउँछ हिँडेर जानुपर्छ हिँडेर हो आधी घन्टा 15 मिनट बेकनास ताल बेगनास त अब भोलि बस्नु ओ गाइज हेरौँ भ्यू पोखराको पोखरा पुरै पोखरा हो क्या यो काठमाडौँ कता छ टाढै छ न काठमाडौँ के अरे स्तुपा जाने बाटोमा छिरिसक्यौँ हेर्न सक्नुहुन्छ आधासम्म मात्र जान्छ भने ऊ यहाँदेखि झन् दामी देख्ने हिजो त फेउताल हेर्न सक्नुहुन्छ फेउताल यो चाहिँ पुम्दीकोट अनि यो चाहिँ स्तुपा हेर्न सक्नुहुन्छ यस्तो भ्यू छ मौसम गाइस मौसम चाहिँ दामी छ यहाँको मौसम हेर्न सक्नुहुन्छ मौसम सुहाना हो गया मौसम सुहाना हो गया ए कहाँ आयौँ हामी गाइस हामी कहाँ आयौँ यस्तो ठाउँ दामी ठाउँमा हामी त हेर्नुहोस् न प्याराग्लाइडिङ होइन बाटो आइसक्यौँ नजाने भनेर बसेछन् हेर्न सक्नुहुन्छ ल ढिलो हुन्छ अरे के गाइस अङ्कललाई ढिलो हुन्छ भनेर गाइस हेर्न सक्नुहुन्छ त्यहाँ फाइटर जेट
स्तुपा जब स्तुपा हामी चाहिँ स्तुपा चाहिँ गएनौँ भिड हुन्छ ल हिँड्नु क्या हामी चाहिँ उता जान्छौँ ल डिस्कसन भइरहेछ यहाँ गाइस हामी चाहिँ फर्क्यौँ आधा स्तुपाबाट कस्तो लाग्छ हजुरलाई केही भनिदिनुहोस् केही भनिदिनुहोस् गाइस यहाँ चाहिँ टिकटक गराउनु ओइ ओइ के खस्यो गाइस हामी स्तुपा हेर्न पाएन अनि खुसी छौँ हामी के खानेकुरा किन्ने ठाउँमा छौँ बोतल हेर्न सक्नुहुन्छ यस्तो छ मेरो बालको हालत यो चाहिँ हेर्न सक्नुहुन्छ पोखरा पुरै देखिन्छ यहाँदेखि पोखरा यही हो पोखरा पोखरा भने नेपाल भने यही हो यहीँदेखि चाहिँ हेर्न सक्नुहुन्छ देखिन्छ यस्तो गाई हाम्रो नास्ता हेर्न सक्नुहुन्छ यही हो हाम्रो नास्ता लिएर हिँड्छ यता यतादेखि यता बस्नु हुने गाइस कहाँ आइज कता खोज्दा नि मलाई गाइस भ्यू हेर्दै खाँदैछौँ हामी चाहिँ ल यहाँ पुच्छरमा नि हात लाउनुपर्छ खूब सस्तो भएको छ के भइसक्यो नानी अब जान्छौँ फालेको चाहिँ देखाउनु त नि होइन यो सब फालेको यो गिलासहरू फालेको क्या लेसको फेरि पुलिसले देखेर छोप्न आउँदाखेरि त्यो चाहिँ आलुको बनाएको रहेछ ल ल ल ल आलुको त बनाउँछ नि ल ल फ्याल्दे फ्याल्दै क्या फ्याल्दै फ्याल्दै हामी चाहिँ अब हिँड्यौँ रात पर्न थालिसक्यो भोलि चाहिँ हाम्रो सब फ्लाइट घरको लागि बुटल उनीहरू बेला नजाने अब चाहिँ हामीले एक्सचेन्ज गऱ्यौँ यो उता बस्छ खानसान बस्नु ओइ छिरा न हामीले बनाउँछ क्या हामी बनाउने त्यहाँ हामी चाहिँ फर्केँ अब घर पुग्छौँ हामी जाडो छ घर आइसकेँ भित्र जान्छु यस्तो हेर्न सक्नुहुन्छ बाल यहाँ कोक बसेछ गाइस यति नै हो मेरो आजको ब्लग अनि बाई बाई